मङ्गल प्रणाम सुप्रभात गुड मर्निङ हजुरहरू सम्पूर्णमा। र आज फेरि म हजुरहरूको यो नयाँ बिहानीमा हजुरहरूको अगाडि केही सुविचार अथवा केही बानीहरूलाई लिएर नै आएकी छु है। र मेरो सुरुवात हजुरहरूलाई सेयर गर्दैछु र हजुरहरूले पनि सुनिदिनुहुन्छ अनि आफ्नो जीवनमा पनि उतार्नुहुनेछ भन्ने उद्देश्यले नै मैले यो मेरो सुविचार हजुरहरूलाई राख्न चाहन्छु है। र यसमा भुल त्रुटिहरू भए म अगावै क्षमा प्रार्थी छु। र सर्वप्रथम हजुरहरू सम्पूर्णमा मेरो यो आजको दिनको मङ्गलमय प्रणाम हजुरहरू सम्पूर्णमा प्रणाम। र म आज फेरि म हजुरहरूलाई हाम्रो श्रीकृष्ण प्रणामी धर्ममा मासिक पत्रिका यो राजविद्या भन्ने निस्किन्छ है। र यसमा चाहिँ मङ्गलबानी अनि हाम्रो विद्वान गुरुजनहरूले आफ्नो भावहरू राख्नुभएको हुन्छ है। र यसमा म आज हाम्रो श्रीकृष्ण प्रणामी धर्मको मूल ग्रन्थ स्वरूप साहिब छ है। र जसलाई तारतुङ सागर पनि भनेर भनिन्छ। र यो स्वरूप साहिबमा चाहिँ महामती प्राणनाथजीलाई परमात्माको आवेश आएर बोल्नुभएको शब्दहरू हो यो है। र जुन देशमा जानुभयो त्यस्तै भाषामा है यस्तो प्रकारले महामती प्राणनाथजीको मुखारविन्दबाट उत्रिएको यो बानी। र यसमा यही स्वरूप साहिबबाट म अलिकति बानीबाट हजुरहरूलाई भन्न लागिरहेको छु है। र यहाँ महामती प्राणनाथजीले भन्नुभएको छ, मेरे मीठे बोले साथ जी हुआ तुम्हारा काम, प्रेम में मगन हुइयो खुल्ला दरवाजा धाम भनेर है। र यसलाई परम वन्दनीय गुरुजी श्री 108 मोहन प्रियाचार्यजी गुरुजीले यसलाई यस्तो प्रकारले अर्थ खोलेर हामीलाई देखाइदिनु भएको छ है। मेरे मीठे प्यारे धनी बोल रहे, हे सुंदर साथी आपका काम पूर्ण हो गया है, अब प्रेम में अलमस्त रहे, धाम का दरवाजा खुला हुआ है। र हामीले दिव्य धाम परमधाममा राज्य महाराजको साथमा हामी थियौँ। र हाम्रो यो सुर्ताहरू यो नश्वर जगतमा आएको छ र हामीले खेल हेर्ने इच्छा गऱ्यौँ। र हामीले परमात्माले हामीलाई मना गर्दा पनि हामीले खेल हेर्ने इच्छा गऱ्यौँ। र हामीले त्यति बेला परमात्मासँग वादा गरेको थियौँ, हजुरको प्रेम हामी बिर्सने छैनौँ, हामी भवसागरमा गएर पनि हजुरलाई याद गर्नेछौँ, हजुरदेखि सन्मुख रहनेछौँ र हजुरको प्रेममा मस्त हुनेछौँ भनेर हामीले वादा गरेको थियौँ। र त्यो वादा हामीले आज यहाँ आएर यो नश्वर जगतमा आएर पनि हामीले परमात्मालाई हामीले जानिसकेका छौँ। हाम्रो सतगुरुले हाम्रो परम धाम खोलिदिनु भएको छ है। अनि निज नाम मन्त्रद्वारा हामीलाई परम धामको परमात्माको हामीलाई पूर्ण ज्ञान दिइसक्नु भएको छ। र अब हामीलाई परमात्माले के भन्नुभएको छ भन्दाखेरि, हे मेरे मीठे प्यारे धनी बोल रहे, मेरो परमात्माले भन्नुहुँदैछ, हे सुंदर साथ जी आपका काम पूर्ण हो गया है, अब प्रेम में अलमस्त रहे, धाम का दरवाजा खुला है। अब हाम्रो लागि धामको दरवाजा खुल्ला भएको छ र हामी प्रेममा अलमस्त हुनु पर्दछ है। श्रीराज जी की बोली में मिठास है, इसलिए श्रीराज जी को मीठे शब्दों से पुकारा गया है। श्रीराज जी के सुंदर साथ में भी सखियों में भी वही मिठास, ये वही प्यार होना चाहिए। हम जो भी बोले पहले तौले फिर भी बोले, ऐसे ना बोले, बोलने में हम जल्दबाजी न करें। र हामी केही बोल्नुभन्दा अगाडि हामीले सोचेर बुझेर बोलौँ है।
र हामी जल्दबाजी गरेर कहिले नबोलौँ र मैले बोलेको मिठासले अरूको पनि जागने होस् है। र हमारी बोली से किसी को ठेस पहुँचे, चोट पहुँचे, कष्ट पहुँचे, ऐसी बातें कभी नहीं होनी चाहिए है। हमारी बोली से लोगों में प्रेम का उदय हो, लोगों में भाव उदय हो, जागनी हो जाए, ऐसी बोली बोले। यस्तो बोलौँ हामीले है। जस्तै म कसैको घर गएँ भने मैले सर्वप्रथम त्यो घरको बोली वचन आचार व्यवहार हामीलाई थाहा हुँदछ है। र हामी त्यहीँ तौलिहाल्छौँ कि यो घर कतिको रहेछ भनेर। र यस्तो विचार गरेर हाम्रो घरलाई पनि बोली वचन भाव राखेर हामीले यस्तो प्रकारले हामीले आफ्नो घरलाई राखौँ है। र कसैलाई ठेस नपुर्याउँ, कसैलाई चोट नपुर्याउँ, जति सक्दो हामी मिठो बोलौँ। परमात्माले हामीलाई जस्तो बोली देखाउनु भएको छ त्यस्तै प्रेम है हामीले पनि अरूलाई जगाउनु सक्नु पर्दछ। र मैले गरेको व्यवहारले नै मेरो मिठो व्यवहारले, मेरो राम्रो व्यवहारले अरू कसैको पनि भाव उत्पन्न होस् है, राम्रो भाव उत्पन्न होस्। जिस पर श्री राजी की मेहर होती उसकी बोली को सुनो, उनकी बोली में कितना प्रेम होता है, उनकी बोली में कितनी मिठास होती है, उनके चलन को देखो, उनके चलने में भी वही मिठास है। न किसी को धक्का देना, न किसी को कष्ट देना, प्रेम से अपने रास्ते में निकलना। आप देखिए पानी कहाँ हिमालय से बहना प्रारंभ करता है। बहते पानी के बीच कितने पहाड़ आते हैं, कितने चट्टानें आती है, परंतु पानी उनके बीच में से होकर अपना रास्ता निकाल कर किस प्रकार नदी का रूप लेकर समुद्र में चला जाता है। जसरी हिमालयबाट है यसरी पानी हिमालयबाट पानीको बहन सुरु हुन्छ भने बग्दै बग्दै त्यो पानी आएर समुद्रमा मिल्दछ है। र उसले आफ्नो रास्ता छोडेको हुँदैन। यस्तै प्रकारले हामीले पनि हाम्रो जीवन यात्रामा प्रेमको रास्तालाई हामीले अघि बढाउनु पर्दछ। ऐसे ही ब्रह्म सृष्टि का लक्षण होता है। र यही हाम्रो स्थिर मन है नै हामी ब्रह्म सृष्टिको लक्षण पनि स्थिर मनमा नै हुँदछ। ब्रह्म सृष्टि भी इस संसार के अंदर कितने क्रोधी लोभी लोग टकराते हैं, परंतु ब्रह्म सृष्टि पानी की तरह नरम बनकर शीतल बनकर अपना रास्ता ढूंढकर आगे निकल जाती है। ये अपने चलन को बिगाड़ती नहीं है, क्योंकि चाल चलन को ही आचरण कहा जाता है। र हामीले आफ्नो चाल चलन र धर्मले देखाएको मार्गमा हिँडेर हाम्रो आफ्नो चाल चलनलाई शुद्ध राखौँ है। रात्रि को श्री राजी का स्मरण करें, सोने से पहले हमारा नियम होना चाहिए कि राजी को याद करके सोए, और जागते समय भी हमारा नियम होना चाहिए कि श्री राजी महाराज को याद करके उठे, और रात को कभी नींद खुल जाए तो रहस्यम की आवाज़ हमारे अंतर हृदय से प्रकट हो। यही श्री राज्य की मेहर बरसते का प्रमाण है। र हामी ब्रह्म सृष्टि अथवा हामी जति पनि धार्मिक आध्यात्मिक छौँ है। र हामीले यस्तो अभ्यास गरौँ कि हामी राति सुत्ने बेलामा पनि आफ्नो परमात्मालाई सम्झिने, आफ्नो इष्टदेवलाई सम्झिने है। अनि उठ्दा पनि आफ्नो इष्टदेवलाई सम्झिने, राति बिउजिँदा पनि आफ्नो अन्तर हृदयबाट परमात्माको नाम जप्ने, यस्तो अभ्यास हामी गरौँ
है। इस प्रकार से हम परब्रह्म परमात्मा का सानिध्य पा सकता है र यस्तो प्रकारले मात्रै हामीले परमात्माको सानिध्य प्राप्त गर्न सक्छौँ। अनि हामी ब्रह्म आत्मा अनि हामी परमात्माको भक्त भएर पनि भन्न हामीलाई प्रमाण गर्न सक्दछ है। और इसी परमात्मा को सानिध्य पा सकते और इसी क्रम से हम अपने आत्मा को मूल मिलाव में जगा सकते हैं र यस्तै प्रकारले प्रेमको मार्गलाई अपनाउँदै कुनै एउटा दिशा निर्देशलाई नछोडिकन आफ्नो लक्ष्यलाई प्राप्त गर्नको लागि आफ्नो मनलाई स्थिर राखेर हामी परमात्माको सानिध्यमा पुग्न सक्छौँ भन्दै म हजुरहरूलाई मेरो यो राजविद्या किताबबाट बानी मेरे मीठे बोले साथ जी हुआ तुम्हारा काम, प्रेम में मगनी भयो खुला दरवाजा धाम है। र यसलाई गुरुजी श्री 108 मोहन प्रियाचार्यजी महाराजजीले हामी समक्षमा आत्मभाव राखिदिनु भएको छ र हामीले यसलाई अनुसरण गरेर अघि बढ्दै जाउँ भन्दै मेरो यो बानी अथवा सुविचारलाई यही समाप्त गर्दछु। मङ्गल प्रणाम। जय श्री राजी। र हजुरहरूले मेरो यो युट्युब च्यानल लभ इज लाइफलाई फलो गरिदिनुहोस् अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर मलाई अझै अघि बढ्ने उत्साह दिनुहुनेछ भन्ने आशा राख्दै मेरो यो बानीलाई समाप्त गर्दछु। प्रणाम। जय श्री कृष्ण।